हामी स्वागत छ हजुरहरू सम्पूर्णजनलाई। आज यहाँनिर जुन चाहिँ लाइभ ब्रोडकास्ट समथार कवि ग्राउन्डमा तपाईहरुले सब्स्क्राइब गरिदिनुहोस्। सन अल्फोन्स चर्चका पुरुष सङ्घको आयोजनामा भइरहेको दोस्रो दिनको चौथो म्याच यहाँनिर लेप्चा ब्रदर्स बनाम दोभान म्याच हुन गइरहेको छ। हजुरहरूलाई फेरि पनि स्वागत जनाउन चाहे म। व्हाइट जर्सीमा लेप्चा ब्रदर्सका खेलाडीहरू तयारी भइरहेका छन् भने ब्ल्याक अनि पिङ्क जर्सीमा दोभानका खेलाडीहरू। र मलाई जहाँसम्म लाग्छ आजको यो सबैभन्दा रोमाञ्चक म्याच हुनेवाला छ, किनभने दुवै पक्षका खेलाडीहरू असल खेलाडी रहेछ। सायदै मलाई जहाँसम्म लाग्छ यो पहिलो राउन्डको सबैभन्दा रोमाञ्चक म्याच हुन्छ जस्तो मलाई लागेको छ, किनभने लेप्चा ब्रदर्स है हजुरहरू धेरैजनाले चिनिरहनु भएको छ। उहाँहरू धेरै जग्गा आफ्नो नाम कमाइसक्नु भएको छ आफ्नो खेलद्वारा। र यसरी पहिलो टचमा नै सर्ट हिर्काएको थियो सामुएलले। राम्रो प्रयास थियो तर बल पनि फ्रेममा राख्न सकेनन्। हामीसँग यतिखेर 6 जना जोडिसक्नु भएको छ। यहाँहरू प्रत्येकजनालाई स्वागत जनाउँदछु। पहिलो प्रयास थियो दोभानको तर्फबाट, तर राइट विङ्गर अलिकति अफसाइड निस्केको कारणले गर्दाखेरि कुनै खतरा भने हुन सकेन। यसरी लेप्चा ब्रदर्सको पक्षमा बल उहाँहरूले लिइसकेको छ। बासिल अनि आर्मन साइड डिफेन्स लेप्चा ब्रदर्सको तर्फबाट, र मिडमा सामुएल रहेको छन्। हामी आज यो एक प्रकारले हामी खुसी पनि छौँ, किन भन्दाखेरि यो खेल खेलाउनुको मेन उद्देश्य हामी खेल त खेल्छौँ, निश्चय पनि यसको हामी मजा लिन्छौँ। यसरी फेरि पनि लेप्चा ब्रदर्सको पक्षमा ह्यान्ड्रो प्राप्त उहाँहरूले गरेका छन्। गोलकिपर एकदमै राम्रो। अन्य जग्गा टाटाबाट आएर यसरी प्लेयर्सहरूले हाम्रो यो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर यस खेलको शोभा बढाएर आफ्नो ढङ्गमा खेलेर उहाँले निश्चय पनि विजय अनि आशा। राम्रो डुप्लिङ आर्मनद्वारा बासिललाई दिएको छ र बासिलले जर्सी नम्बर 10 लाई राम्रो बल थियो, तर उहाँले त्यो बललाई कलेक्ट गर्न सकेनन् गोलकिपरले। र यसरी फेरि पनि ह्यान्ड्रो हुन पुग्यो दोभानको पक्षमा। आजको दोस्रो दिनको चौथो म्याच दोभान बनाम लेप्चा ब्रदर्स माझमा भइरहेको छ। रोमाञ्चक खेल। यसरी पियुषको खुट्टामा बल पियुषले लिएर गएको छ र एकदमै राम्रो सर्ट थियो र त्यत्तिकै राम्रो गोलकिपरद्वारा उत्कृष्ट सेभ गरेको छ। राम्रो खेल प्रदर्शन गरिरहेका छन् दोभानका खेलाडीहरूले। र यसरी ह्यान्ड्रो बासिलले आफ्नो गोलकिपरलाई चढाएको छ र गोलकिपरले बललाई अगाडि बढाउँदै र यसरी जर्सी नम्बर 10 को गोलकिपर साइमन दोभानका रहेको छ। उहाँ एकदमै अनुभवी गोलकिपर हुनुहुन्छ। धेरै राम्रो बल थियो आर्मनको। तपाईहरुले राम्रो बल थियो। फेरि पनि गोलकिपरले सोझैसँगले त्यो बललाई कलेक्ट गरेर अगाडि बढाएछ र खेल अगाडि बढिसकेको छ। लेप्चा ब्रदर्सलाई पनि एकदमै दोभानका खेलाडीहरूले अत्याइरहेका छन्। स्कोर भन्नु पर्दाखेरि अहिले 0-0 रहेको छ। र यसरी बलको राम्रो फर्काइ थियो र यसरी सामेलले लङ रेन्ज शट लिने प्रयास गरेको थियो, तर बल पनि उहाँले फ्रेममा राख्न सकेनन्। फ्रेमदेखि कहीँ माथि गएको कारणले गर्दाखेरि क्लाउट आउट हुन पुगे दोभानको पक्षमा। र दोभानका खेलाडी अलिकति इन्जुर हुँदै खेललाई केही समयको निम्ति स्थगित गरिएको छ अफिसियल्सद्वारा। उहाँको नाम लिस्ट हाम्रोमा आइपुगिसकेको छ र हामी यहाँबाट उहाँहरूलाई अनुरोध गराउँदछौँ। समथार जुनियर बोइजका खेलाडीहरूको नाम यस प्रकार छ: आशिष भुजेल, रोजन भुजेल,
चन्द्रमान भुजेल, मनिष भुजेल, प्रशान्त भुजेल। Substitutes र यसरी सोनाम लेप्चा। उहाँहरू तयारी भएर बस्नु। फेरि पनि बल अगाडि बढाउँदै The name of the players. र चान्सेस दोबानलाई थियो भने सर्ट लिने प्रयास गरेको थियो लाइन विङ्गरद्वारा। First century लेप्चा। तपाईँ कुन चाहिँ दललाई सपोर्ट गर्नुहुँदैछ कमेन्ट गर्न सक्नुहुनेछ। तपाईहरु तयारी भएर बस्नुहोस्। यस खेलको लगत्तै पछाडि तपाईहरुको माझमा भिडन्त हुनेछ। अहिलेको खेल हुँदै गरेको खेल र आज यस कवि ग्राउन्ड दर्शकहरूले पनि एकदमै खचाखच बढिएको छ। अझै धेरैवटा खेल हुने छन् आजको दिनमा। ए हुन्छ र यसरी तल्लो साइडमा जाली पक्रेको कारणले गर्दाखेरि फल्ट भएको छन् दोबानको पक्षबाट। लिनको लागि तयारी भइरहेको छन् दोबानको खेलाडी र त्यसरी नै लेप्चा ब्रदर्सका खेलाडीहरू आफ्नो गोलकिपरद्वारा गार्ड लिँदै। राम्रो प्रयास थियो र यसरी फेरि लेप्चा ब्रदर्सको पक्षमा एन्थ्रो र यो 6 साइड ग्राउन्ड है जुन चाहिँ समथारको काबी भन्ने जग्गामा आज यसरी खेल भइरहेको छन्। धेरै राम्रो बल थियो तर बलको रफ्तार अलिकति बेसी भएको कारणले गर्दाखेरि गोलकिपरकोमा सजै पुग्न सफल भए बल। र यसरी फेरि पनि बल पोजिसन राख्दै लेप्चा ब्रदर्सका खेलाडीहरू बासिल एकदमै राम्रो खेलको प्रदर्शन। राम्रो पास जर्सी नम्बर 11 लाई र प्रहार पनि उहाँले गरेको थियो तर फेरि पनि बललाई फ्रेममा राख्न सकेनन्। अवश्य त यतिखेर 11 जना जोडिरहनु भएको छ। तपाईहरुले दया गरी शेयर गर्न सक्नुहुनेछ ताकि तपाईहरुको फेसबुक फ्रेन्ड्सहरुले पनि है आजको यो खेलको मनोरञ्जन लिन सकोस्। अनि यदि तपाईहरु हाम्रो पेजमा नयाँ हुनुहुन्छ भने तपाईहरुले फलो गर्न सक्नुहुनेछ। र यसरी दोबानको पक्षमा ब्लट आउट भइरहेका छन्। अब नाम थाहा भएन म त दारीवाला भन्छु। उहाँहरुलाई अलिकति पछाडी बसिदिनु भयो भने राम्रो हुनेछ। किन कथा त घन्टी बजाएर आउँदैन। जर्सी नम्बर 5 आर्मन लेप्चालाई अफिसियलद्वारा वार्निङ दिँदै र यसरी फ्री किक प्राप्त गरेका छन् दोबानका खेलाडीहरूले। धेरै राम्रो बल तर अलिकति बेसी भएको कारणदेखि बल मैदानदेखि बाहिर गइसकेका छन्। र हामीलाई कमेन्ट गरिरहनु भएको छ कमल मङ्गरज्यूले कहाँ होला भनेर सोध्नु भएको थियो। उहाँले सायदै अघि नै सोध्नु भएको होला है। यो चाहिँ समथारको काव्य भन्ने जग्गामा भइरहेको छ। राइनीके टिम हो लेप्चा ब्रदर्सलाई भनेर भन्नुभएको छ। सोलोमन लेप्चाज्यू नाइस भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई। अभि छेत्री दोबानको को छ दा भनेर सोध्नु भएको छ। लामो प्रयास गरेको थियो जर्सी नम्बर 10 ले तर राम्रो कन्ट्रोल गोलकिपर साइमनद्वारा र खतरा हुन सक्ने सम्भावना देखिरहेको छ हामीले तर त्यो खतरालाई टाढेको छ दोबानका खेलाडीहरूले। रोनाल्डो लेप्चा ब्रदर्सको परेन कि अर्कोको चाहिँ ल्याइदिनुहोस् न एकैछिन। स्कोर अहिलेसम्म पनि 0-0 रहेको छ। दुवै पक्ष एकदमै प्रयास गरिरहेका छन्।
हामीलाई अभि छेत्रीजीले कमेन्ट गर्नुभएको थियो उहाँको प्रतिक्रियाको हामी र यसरी काउन्टर एट्याकमा दोभानका खेलाडीहरू र राम्रो बल तर बासिलको त्यत्तिकै राम्रो डिस्टर्बेन्सले गर्दाखेरि बललाई खतरालाई टाढेको छ कर्नर प्राप्त गरेको छन् दोभानका खेलाडीहरूले एकदमै राम्रो खेलाडी दोभानको पनि मसिनो खेलाडीहरू रहेका छन् दोभानको गोलकिपर साइमन लेप्चा रहेका छन् भने पल लेप्चा पियुष लेप्चा अर्पण सुब्बा योगेन सुब्बा अनि रोशन खवाज रहेको छ अभि छेत्री सब्स्टिट्युट प्लेयर रहेका छन् अनि त्यस्तै गरी लेप्चा ब्रदर्समा मलाई गोलकिपर र एकजना प्लेयर्सको नाम चाहिँ याद भएन अरू बासिल रहेको छ आर्मन रहेको छन् सामुएल रहेको छन् सञ्जीव रहेको छन् उहाँहरू रहेको छन् र गोलकिपरले आफ्नो जुन चाहिँ डिबक्सदेखि बाहिर पक्रेको कारणले गर्दाखेरि इन्डाइरेक्ट फ्री किक प्राप्त गरेको छन् डेन्जर एरियामा दोभानका खेलाडीहरूले र यो बललाई गोलमा परिणत गर्न पनि सक्छन् इफ्रास लेप्चा नाइस गेम भनेर भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई प्रतिक्रियाको निम्ति राम्रो प्रयास थियो तर डिफेन्सले त्यो बललाई रोकिदिएको छ यसरी ह्यान्डबल पल लेप्चाकोबाट अर्बन फ्री किक लिनको लागि तयारी भइरहेका छन् लेप्चा ब्रदर्सको पक्षबाट राम्रो बल थियो तर गोलकिपर साइमन एकदमै अनुभवी गोलकिपर उहाँ हुनुहुन्छ राम्रो क्लियरेन्स तर यता आएर है मैदान अलिकति सानो भएको कारणले गर्दाखेरि सिक्स साइड भएको कारणले गर्दाखेरि खेल एकदमै स्पिड भइरहेका छन् धेरै राम्रो बल जर्सी नम्बर 11 सञ्जीवबाट र त्यसरी नै सामेल मान्छे माथिको झन् देख्दैन नि अति नै सुन्दर हाफ टाइम भएको छ दुई पक्ष गोल भएको छैन हाफ टाइम भएको छ You want to change? You can change. अब यो बदली गरेर खेल्नुहुन्छ भने हुन्छ सब्स्टिट्युट तपाईको हातमा छ भनेदेखि राम्रो होइन भनेदेखि Short, right. Nice ball. मेहनत गरेर हाल्नु आफ्नो समय खेर थाल्नु चाहिँ नगर्नुहोस् कति सुन्दर टार्गेटमा पुर्याउन सक्नु भएन एकदमै राम्रो शट थियो आउट अफ बक्स रहेको छ यो चाहिँ एकदमै गुड लाग्छ मलाई यो शट दामी सम्भावना छ
बोल्नु हुँदैन। यो सर्ट दामी उडाएर ल्याऊ भाइ जता भए पनि हाल्नु त उडा 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 सर्ट ओ एकदमै राम्रो सर्ट थियो। ओ साह्रै बेसी रोलिङ सर्ट हान्नु पर्थ्यो मरा उडा 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 भाइ जता भए पनि तेह्र त हो अब हामीलाई गाह्रो लागेको घर उडाइदियो उता मिलाएर खेल न हौ साथी हो लो टक टक सो तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु व्हाइट जर्सीमा तपाईले जो देखिरहनु भएको छ उहाँहरु लेप्चा ब्रदर्सबाट हुनुहुन्छ भने ब्ल्याक जर्सीमा उहाँहरु दोभानबाट हुनुहुन्छ र धेरै जसोले स्कोर सोधिरहनु भएको छ। स्कोर अहिलेसम्मको तपाईहरुको 0 भर्सेस 0 नै चलिरहेको छ। कुनै पनि टिमले अहिलेसम्म गोल हाल्न सफल बनेको छैन। ओइ ओ भाइ कान्छा राम्रो खेल्नु ल मलाई म 10 रुपैयाँ सेन्टर किन्छु ओइ यस यस ओ कोले घाँस दियो पदम सिंहले कहाँ खेलेको हो भन्नु भएको रहेछ। यो तपाईको कवि ग्राउन्ड समथारमा रहेको छ। यस्तो झुक्यार रोलिङ बलै गर्नुपर्छ। जारो छ दुवै टिमले एकदमै राम्रो खेलिरहेको तपाईले देखिरहनु भएको छ। यस एकदमै राम्रो शट थियो किपर त्यतिकै राम्रो एकदमै राम्रो सेभ किपरद्वारा। लेप्चा ब्रदर्सको किपर एकदमै राम्रो देखिएको छ। गोलकिपर पारङ्गत अनुभवशील त्यतिको फ्याँक्न नसकेको भए गोल हुने चान्स थियो। अभि छेत्रीले कमेन्ट गर्ने चाहिँ राम्रो छ है भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच तपाईको कमेन्टको लागि। दुई पक्षमा गोल भएको छैन। माथिको भने हजुर निर्णायकको इशारा प्लिज अन भन्ने देखिँदैछ। कुकुर पनि रहेछ गोली सानै छ मान्छे ठुलो छ अम्पायरको किपर मान्नुपर्छ। यस 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 कबड्डी दामी दामी बङ्गै हेडिङ गरिदियो त के हुन्छ
दोभानले एकदमै राम्रो चान्सेसहरू गुमाइरहेको छ। देखियो आज नखेल्ने हो त जाऊ ओइ अलिक मेस्तिरबाट जानु भने दामी हुन्थ्यो भाइ। ल दुवै पक्षमा बराबरीको मेहनत गर्नु हुँदैछ। अनि मजा आउँछ हौ नखेले लेप्चा ब्रदर्सलाई एकदमै बाङ्गो हाने। दोभानको प्लेयर्सहरू पनि एकदमै राम्रो देखिरहेका छौँ आज। अहिलेको यो गेम एकदमै इन्ट्रेस्टिङ रहेको छ। दोभान भर्सेस लेप्चा बोइजको दुवै पक्षमा बराबर खेल। मध्यान्तरपछि पनि कुनै गोल भएको छैन। इन्जुरी दिएको जस्तो लाग्छ। किपरले माथिल्लो भाग हेर्नुपर्छ कि तल्लो भाग। After the player suggestion, yes, यसमा पनि बचाउन सुरक्षित बचाउनुमा सफल। सो अहिलेसम्मको स्कोर भन्नुपर्दाखेरि कुनै पनि टिमले गोल हाल्न सफल बनेको छैन। स्कोर भने स्टिल 0 भर्सेस 0 मै चलिरहेको छ। अति नै प्रभावशाली दुई पक्षका खेलाडीहरू देखिए। हजुर थाहा छैन त्यही सोध्नुपर्छ। बजेगैले बिहारीले भने जस्तो बाँच्यो। भन्दैले एङ्गलबाट खेलिसकेको थियो गोल। एकदमै उत्कृष्ट खेल भइरहेको छ। दुवै पक्षका खेलाडीहरूले आफ्नो बेस्ट दिएर खेलिरहेका छन् र यसरी दुवै हाफको खेल समाप्त भइसकेको छ र अब पेनल्टी सुटआउट हुनेछ लेप्चा ब्रदर्स अनि दोभानको माझमा भएको यस खेलमा। हामीले देख्यौँ है दुवै पक्षका खेलाडीहरूले उत्कृष्ट प्रयास गरे र गोलकिपरको पनि एकदमै राम्रो सेभ थियो र विशेष डेन्जर भने हाम्रा निम्बुङका खेलाडीहरूले एकदमै डेन्जर बनाएका थिए। उहाँहरूको धेरै राम्रो शटहरू। लेप्चा ब्रदर्सका उत्कृष्ट गोल रक्षक उहाँले सेभहरू यहाँनिर निकाल्नमा सफल बने उहाँहरू। र अब पेनल्टी सुटआउट 3 जनाले हिर्काउनेछ। तपाईहरु तयारी हुनुहुन्छ भने आशा राखेका छौँ। समयलाई मध्यनजर गर्दै हामी झट्टै खेल खेलाउनेछौँ।
Yes. First touch. Save को लागि सायद हामी कहाँ खबर आएको छैन। दोस्रो म्याच अब आजको पेनल्टीको पहिलो सुट आउट लिनको लागि जर्सी नम्बर 4 बासिल लेप्चा तयारी भइरहेका छन् लेप्चा ब्रदर्सबाट र सेभ गर्नका निम्ति दबानका गोलकिपर साइमन लेप्चा उहाँ एकदमै अनुभवी गोलकिपर हुनुहुन्छ। सेटमा दोबान शटमा लेप्चा बोय राम्रो गोल लेप्चा ब्रदर्सको पक्षबाट र गोलकिपरको पनि राम्रो जजमेन्ट थियो तर उहाँले ड्राइभ त लगाएको थियो तर बल पनि गोल हुन पुगे र यसरी दोबानको पक्षबाट अनि सुरक्षाको लागि लेप्चा बोयको किपर अनि शटको लागि दोबानका खेलाडी उत्कृष्ट राम्रो सेभ 1-0 लेप्चा ब्रदर्सका गोलकिपरबाट सुरक्षाको पर्खा सम्झिन्न हुन्छ लेप्चा बोयका किपरलाई दोबान एक गोलले पछाडि छन् 8 नम्बर फेरि पनि जर्सी नम्बर 8 सामुएल लेप्चा ब्रदर्सका खेलाडी र सामुएलले धेरै बाहिर हिर्काएको छ उहाँहरू एडभान्टेजमा जान सक्थे यदि यो बललाई गोलमा परिणत गरेको भए भाइ पनि गोल लोमा र यसरी दोबानको पक्षबाट पियुष लेप्चा के गर्नु अब पाखा हान्नु जोडेकोलाई त हामीले भन्न सक्दैन अब पालीमा सिधा हान्नु भन्न सक्दैन र दोबानले यो गोल लाग्यो भने ड्र हुनेछ फेरि पनि उत्कृष्ट सेभ गोलकिपरद्वारा दुवैवटा सेभ गर्न सफल बने यदि यो बल लेप्चा ब्रदर्सको पक्षबाट गोलमा परिणत भयो भने लेप्चा ब्रदर्स सेकेन्ड रनमा प्रवेश गर्नेछन् सुरक्षाको लागि र यो गोल लेप्चा बोयजले लेप्चा ब्रदर्सले लाए पर्खिरहेका छौँ निर्णयको लागि र राम्रो प्लेसमेन्ट अनि प्लेसिङको यो गोलद्वारा लेप्चा ब्रदर्स यसरी सेकेन्ड रनमा उहाँहरू प्रवेश गरेका छन् र हार्दिक बधाई हाम्रा लेप्चा ब्रदर्सका खेलाडीहरूलाई दिँदै हाम्रो यो म्याचको लाइभ हामी यही नै अन्त गरिरहेका छौँ र यो पछाडि पनि फेरि म्याच हुनेछ हजुरहरूको समक्ष फेरि पनि त्यो लाइभ प्रत्यक्ष प्रसारण लिएर हामी उपस्थित हुँदैछौँ तबसम्मको लागि हेर्दै गर्नुहोस् हाल खबर पन्बु।